आदरणीय दर्शकवृन्दमा तपाईँलाई धेरै धेरै स्वागत छ। नमस्ते मिडिया एचडी फेसबुक पेजमा। आदरणीय दर्शकवृन्द, आज भने मैले तपाईँलाई स्पेसल रिपोर्ट लिएर आएको छु कि शहीद लखन गाउँपालिका वडा नम्बर 2 को कालुराम थापा भन्ने व्यक्ति असोजको 19 गतेबाट घरबाट अफिस जान्छु भनेर हिँडेका कालुराम थापा सोही गाउँपालिका अथवा शहीद लखन गाउँपालिका मनकामना जीर्णोद्धार समितिमा कार्यरत हुनुभएको थियो र उहाँ अफिस जान्छु भनेर हिँडेका सोही व्यक्ति मनकामनाको केबल कार हुँदै कुरिन्टारदेखि चितवनको आँपटारीसम्म पुगेका सोही व्यक्ति एकाएक गायब भएको थियो र केही समय यता घर परिवार विभिन्न आफन्तजनहरूले अर्थात् सञ्चारकर्मीहरूले खोज तलास गर्दा पनि उहाँलाई भेटाउन सकेको अवस्था थिएन। र त्यसपछि जुन केही दिन यता मात्रै भरतपुर महानगरपालिका 1 सतन्चुली सामुदायिक वनमा मृत अवस्थामा फेला परेको थियो। उहाँ चाहिँ प्लास्टिकको डोरीमा झुन्डिएको भरतपुर महानगर प्रहरीले सोही व्यक्तिलाई मृत अवस्थामा फेला पारिएको थियो।